नेकपा माओवादी नेकपा यसका सबै नेता कार्यकर्ता कमरेडहरू पत्रकार मित्रहरू उपस्थित सम्पूर्ण महानुभावहरू, आज वास्तवमा हामी यति ठुलो सङ्ख्यामा यो कार्यक्रम हुन्छ कि हुँदैन जस्तो पनि अलिअलि लागेकै थियो। तर म कहाँ ढुक्क भएँ भने 5 जना पुष्पलाल लगायत 5 जना कम्युनिस्ट पार्टीले नेताहरूले सुरु गरे कम्युनिस्ट पार्टी देशभरि यति धेरै भए। त्यस्तै गरेर यो जिल्लामा पनि नेकपाका कमिटीहरू बनाउन चरणबद्ध रूपमा थुप्रै प्रयत्नहरू भए। त्यसमा पनि अब नेकपा मालेको 2037 सालदेखि सुरु भएको पाइयो। अनि त्यस्तै गरेर थुप्रै अरू कामहरू भइरहेका सन्दर्भमा हामीले कम्युनिस्ट पार्टीलाई कसरी विस्तार गर्न सकिन्छ, व्यवस्थित गर्न सकिन्छ भन्ने क्रममा लागिरहने क्रममा आदरणीय नेतृत्व तात्कालीन अवस्थामा कमरेड रत्नकुमार बान्तवा एक्सनमा पर्नुभयो। उहाँले वीरगति प्राप्त गरिसकेपछि उहाँ वैकल्पिक केन्द्रीय सदस्य हुनुहुँदो रहेछ। त्यसभन्दा पछि पार्टीले सोही ठाउँको जिम्मेवारी, सोही तहको जिम्मेवारी कमरेड हरि नेपाललाई दिने निश्चय गरेको रहेछ। त्यही सिलसिलामा जिम्मेवारी पुरा गर्न यता आउनुभएको रहेछ र हाम्रो तात्कालिक अवस्थामा जिल्ला नेतृत्वमा रहेर काम गर्ने हैसियत बनाएको हाम्रो कमरेड चन्द्रपुरी सँगसँगै अगाडि बढिरहने क्रममा यहाँनिर एक्सन भयो। आज हेरियो चन्द्रपुरीको घर हेरियो, चन्द्रपुरी र हरि नेपाललाई जहाँ सादात बनाइयो त्यो ठाउँ पनि गरा पनि हेरिएको छ। अहिले हामी फेरि त्यहाँ पुग्नेछौँ, त्यहाँको पनि हामी अवस्थिति अध्ययन गर्नेछौँ र उहाँहरूलाई उहाँहरूको समाधि स्थल पनि हामीले यहाँनिर उभिएर कार्यक्रम गर्दैछौँ। यो हामी सबैको प्रतिबद्धता एउटै हो कि हरेक विभिन्न थरका कम्युनिस्ट पार्टी भए पनि उहाँहरूको सपना विभिन्न थरका कम्युनिस्ट पार्टी बनाउनु होला भनेर उहाँले सायद कल्पना गर्नुभएको थिएन, तर अहिले बनेका छौँ। तरै पनि हामीले यो सपनालाई, उहाँहरूको सपनालाई पुरा गर्नका निमित्त फरक पार्टी फरक ठाउँमा उभिएर भन्दा पनि एकै ठाउँमा उभिएर कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी एकीकृत भावनाका साथ सोच्न जरुरी छ। यसका निमित्त हामी सबैलाई म आह्वान पनि गर्न चाहन्छु र सँगै उहाँहरूको नाम लिएर मात्रै काम हुँदैन, नामसँगै काम पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीले के प्रयत्न गर्दैछ भने उहाँहरूको नाममा हरि नेपाल राजनीतिक रूपमा वरियता माथि भएको हुनाले हामीले हरि चन्द्र नाम भनेका छौँ। पार्टीले त्यसरी प्रस्ताव गरेको छ र उहाँहरूको नाममा खाँदबारी नगरपालिकादेखि सुरु भएको सडकलाई 12-20 यो 5 खपन हुँदै सोभापोक चैनपुर 0 पोइन्ट जोड्ने बाटोलाई कालोपत्रै गर्ने संरचना बनाउने प्रस्ताव हामीले हरिचन्द्र मार्ग भनेर हाम्रो भौतिक मन्त्रालय केन्द्रमा प्रस्तुत गरेका छौँ। यसमा हामी सबै कम्युनिस्ट पार्टीहरूको तर्फबाट त्यहाँनिर साथ सहयोग पुर्याउन हाम्रो प्रतिबद्धता व्यक्त गरौँ। आफ्नो ठाउँबाट त्यसमा चाहिँ हाम्रो सरसहयोग भन्छौँ, मेहनत पनि गरौँ। यसमा म पार्टी जिल्ला कमिटीको तर्फबाट आह्वान गर्न चाहन्छु। सँगै हामीले यहाँनिर के सोच्यौँ भने कम्तीमा हाम्रा अग्रज नेता हरि नेपाल चन्द्रपुरीको अवस्थिति कस्तो रहेछ त हामीले बाहिर कुरा गर्छौँ, उहाँहरूको नाममा बखान गर्छौँ, यथार्थ धरातल कस्तो रहेछ, त्यो ठाउँमा के गर्न सकिँदो रहेछ भन्ने हामीलाई लाग्यो। लागिसके पछाडि हामीले यो ठाउँमा यसपटक आएका छौँ। आएर हेऱ्यौँ, यहाँ हेर्दाखेरि बाटो हेऱ्यौँ, बाटो यहीँ आइपुग्दो रहेछ। यो जग्गा पनि शहीदपुरी चन्द्रपुरीकै छोरी मिना पुरीको नाममा रहेछ अहिले पनि। त्यसैले यो ठाउँलाई हामीले कुनै एउटा पवित्र भूमि, कुनै एउटा शहीद पार्कको रूप निर्माण गर्ने गरी हामी अगाडि बढ्नका निमित्त हामी तयारी गर्न पनि सक्छौँ। हामी अहिले गर्छौँ भन्दैनौँ, तर हामी छलफल गर्दै जाँदा त्यो निष्कर्षमा पुग्ने गरी हाम्रो प्रयत्न हुन्छ। अघि मानवजीले भनिसक्नुभयो, बाटो आउँदैछ, यहाँ पार्कको कुराहरू आउँदैछन्। त्यसैले यसमा केन्द्र प्रदेश र जिल्ला सरकारहरू, स्थानीय सरकारको तर्फबाट यहाँ केही न केही मेहनत गर्न जरुरी छ। यहाँ समाधि यहाँनिर चाहिँ अब उहाँहरूको कपुर खान अथवा त्यस ठाउँमा केही एउटा चाहिँ संरचना निर्माण गर्ने, पार्कहरू निर्माण गर्ने, बाटोहरू व्यवस्थित गर्ने, अन्य सुविधाहरू यहाँ व्यवस्थापन गर्न सकियो र यो ठाउँलाई चाहिँ तलको हामीले प्रस्ताव गरेको हरिचन्द्र मार्गमा जोड्ने गरीको वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामी केन्द्रित भएर लाग्नेछौँ र गर्छौँ। र नेकपा एमाले, त्यसमा पनि नेकपा माओवादीको कमरेडले पनि यहाँ प्रतिबद्धता व्यक्त गर्नुभएको छ, नेकपा यसका कमरेडले पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ र पालिका बनाउँदैखेरि यो पवित्र भूमि हो, कम्युनिस्ट पार्टीका पहुँच भएको ठाउँ हो भन्ने हिसाबले यो लोकेसनलाई म्यानेज गरेका थियौँ।
तर जित अहिले अर्कै भएको छ, अर्कैको भएको छ। त्यसैले यो परिस्थितिलाई हाम्रो काबुमा कसरी ल्याउने र हामीले चाहे अनुसारको स्थानीय सरकार कसरी निर्माण गर्ने भन्ने विषयमा हामीले साझा रूपमा केही न केही सोच्नै पर्ने बाध्यात्मक अवस्थामा हामीले बोल्न र कसम खानुपर्ने गरीको यो ब्यानरको अगाडि बोलेर हामीले गरेर देखाउनु पर्ने अवस्था छ कमलहरू। त्यसका निमित्त सबै महानुभावमा म हार्दिक आह्वान अनुरोध गर्दै यो मार्गमा लागौँ भन्ने अनुरोध गर्दै उहाँप्रति यो 45औं हरि नेपाल र चन्द्रपुरीको 45औं स्मृति दिवसका सन्दर्भमा हामीलाई सबैलाई यो ढङ्गले अगाडि बढ्ने प्रेरणा उत्साह बढोस् भन्ने कामना गर्दै उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्दै मेरा भनाइलाई अहिले यहीँ अन्त्य गर्छु। धन्यवाद।